जन्मदै जितेर आएको हुँ म। जन्मेपछिको 2 वर्ष त घरमा खाना खाँदा को राजा बन्ने भन्ने होडबाजीमै बित्यो। त्यसपछि विद्यालयमा मलाई प्रथम हुन सिकाइयो। पढाइमा फर्स्ट हुँदा पुग्छ जस्तै लागेको थियो मलाई। तर गायन प्रतियोगितामा पल्ला गरे काकाको छोरी प्रथम आउँदा उहीसँग तुलना गरियो मेरो। अब गायनमा प्रथम हुनु थियो। गायनमा मात्र प्रथम भएर पुगेको थिएन। कविता प्रतियोगितामा प्रथम मेडल लिएर आउँथ्यो दाजुको छोराले। कविताको क नबुझेको मलाई जबरजस्ती कविता कोर्न लगाइयो। बाबाको खुसीको लागि आफ्नो खुसीलाई पन्साइराखेँ मैले अनि भइदिएँ कवितामा पनि प्रथम। बाल्यकालमा जो आउँथ्यो जित्नुपर्छ भनेर मात्र जान्थ्यो मलाई। मैले जितिरहेँ, मलाई जित्नु थियो। किन जित्नु थियो, केका लागि जित्ने? जित्नु भनेको के हो? प्रथम हुँदा के पाइन्छ? प्रथम हुनु नै सफलता हो? प्रश्न हजारौँ थिए मनमा। हरेक प्रश्नको उत्तर जित्दा ठुलो मान्छे हुन्छ भन्ने आउँथ्यो। मैले जितिरहेँ। यहाँसम्म मलाई जित्नु भनेको नरमाइलो हो अनि रमाइलो भनेको नजित्नु हो भन्ने लाग्थ्यो। म करले जितिरहेको थिएँ। मलाई सधैँ जित्न रटाइन्थ्यो, जित्न सिकाइन्थ्यो। कसरी जित्ने त्यो त बुझ्न बाँकी नै थियो। अचानक म कक्षा 12 को परीक्षा लेख्ने भएँ। म सधैँ जितिरहेको थिएँ। साथीहरूले मेरो उपनाम टपर राखिदिएका थिए। मैले फेरि अब एकपटक जितेर मेरो उपनामको नाक राख्नु थियो। सधैँ जितिरहेको मैले यसपटक जित्न सकिनँ। जीवनभर कहिले कविता, कहिले गायन, कहिले पढाइ, कहिले नृत्य, हरेक विधामा जित्न सिकाइएको मलाई हार सिकाउने फुर्सद कसैलाई थिएन। हार्नु भनेको के हो मेरो अनुभवको विषय पनि थिएन। हारको मतलब मलाई थाहा थिएन। हारको सामना मेरो योग्यताको विषय थिएन। अब मैले हारको सामना गर्न जित्नु थियो। जीवनमा कहिले नहारेको मैले हारलाई जित्न सकिनँ। त्यसैले म सधैँको लागि हारेँ। सधैँको लागि मैले जितेका लाखौँ जितहरू एकैचोटि हारमा परिणत भयो। मलाई जित्न सिकाउनेहरू मेरो अन्तिम बिदाई गर्न समय छुट्याउन नसक्ने भए। आगो बलिरह्यो, म जलिरहेँ। हार्न नसकेको कारण हारलाई जित्न मैले सकिनँ। मेरो क्षमताको तुलना पल्ला घरे काकाको सन्तानसँग नगर्नु। म जन्मदै जितेर आएको हुँ। म त्यही जित आफ्नो बनाउन सक्छु जुन जित मेरो लागि बनेको हो। त्यसकारण मेरो क्षमताको तुलना कोही अर्कोसँग नगर्नु। किनभने कोही जस्तो छैन म, मै जस्तो छैन म।